नेपालको अहिलेको राजनीतिको बारेमा के भनाइ छ भन्नुहोस् त ल। केही भनाइ छैन। केपी ओलीले पहिल्यै सही भने हो के शासित आउँछ भनेर भनेको थियो नि उसले आएन केपी ओली के केपी ओलीले त उसको भने हो नि त नि। अहिले भिडियोमा म पनि छु भनेर हाल्दियो है वास्तवमा भन्ने हो नि केपी ओलीलाई हराएको महेश बस्नेतले हो। धेरै पुरुक 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 गरेर जनताले नरुचाउने त्यसैलाई होइन मेरो ससुरालीको चाहिने भन्दा बढी नै ओभर रियाक्ट गरेकै कारणले गर्दाखेरि जनता इरिटेट भएर भोट नहाले आउने यसपालि चाहिँ। होइन मैले सुनेको चाहिँ आज भोलि बजारमा भोगटे नि बिग्न छोड्यो भन्छन् के हो कुरो। अनि अर्को कुरा ऋषि धमलाले मोबाइलको ठाउँमा काजु राखेर गएको भए 100% जित्थ्यो कि बिचरा उसको त यार सिधा मलाई जति काम गर्यो त्यति एकजनाले एउटा भोट पनि दिएन छैन यार। होइन जेरीवालाले एउटा पानी 700 को दिया है 716 700 होइन 100 को 716 116 हो। कसको भोट गर्ने ऋषिको भनेर तपाईले महेश बस्नु त गर्नुभयो क्या। त्यसै रुवाको हो र ऋषि धमला बिचरा त्यो त अलि अलि बढी नै भएको 700। जेरीवाला दाइले एउटा चेतपटेवाला दाइले एउटा मुखवालाले तर जेनजीले चाहिँ ऋषि धमलालाई लास्ट चाहिँ उचालेको हो यार त्यो उसमा आउनको लागि यार हो नि के अरे आन्दोलनको बेला होइन आन्दोलनको बेलामा राजनीति आउनुपर्छ तपाईँहरू जतिको मान्छे भनेर कम त उचालेको होइन त। अनि अझ अबदेखि राजनीति छोड्छु भन्दै थियो के गर्छ के अरे त्यो पत्रकारिता छोड्ने रे त अब नछोडेर राजनीति गर्ने मान्छेले पत्रकारिता गर्न कहाँ पाउँछ त नि त्यो त उसले पनि दिँदैन नि यार। नेपाल राज्य पछि छैन। हाम्रो स्कुलमा पढ्दा पहिला हुँदाखेरि भोज हुन्थ्यो काङ्ग्रेसको भोज हुन्थ्यो या चुनावको बेलामा स्कुल बन्द गरेर गीत अलि साह्रो गीत अलि साह्रो कस्तो साह्रो हो र तिमी मुला फेरि बोल न कि हजुर अनुहार छैन भन्दैमा कुरा त गरेको छु भनेपछि आज सन्दीपको भ्लगमा चाहिँ भाइरल भइनी भयो। भाइरल भइन्छ यस्तै हो विदेशको लाइफ यस्तै छ होइन। अब दुःख सुख गर्ने हो यसो छुट्टीको दिन यसो रमाइलो पनि गर्नु पर्यो होइन। यसरी हिँड्यो भन्दैमा केटाहरू बिन्दासमा छन् सुखै सुखमा छन् भन्ने चाहिँ नसोच नेपालमा भएकाले नि हामी चोइस ल्याएको चाहिँ होइन हामी रहर ल्याएको होइन। अब चाहिँ बालनले केही गर्यो भने नेपालै फर्किने हो। यो रमाइलो नेपालमै गर्ने रहर छ होइन। हो म चाहिँ फर्किन्न ल म त मुला साँच्ची मेरो च्यानल मोनिटाइज भयो भने म नेपाल फर्किन्छु ल कसम चाहिँ भने ल साथी हो सबैजनाले लाइक कमेन्ट फलो गरेर च्यानल मोनिटाइज गरिदिने प्रक्रिया गर्नु पर्यो। म नेपाल आउँछु ल। एउटा नेताको मात्र भर परेर भएन एउटा व्यक्तिलाई नेपाल फर्काउनलाई तपाईँहरूको एउटा लाइक र एउटा सब्सक्राइब काफी छ ल। थ्याङ्क यू गाइज सी यू यस्टरडे।